हेलो एभ्रिवान, नमस्ते, सेवारो। आशा चाहिँ सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो ट्रेकिङको डे फर्स्ट अनि हामी जानु लागेको छौँ। सबैजना रेडी भइसक्यौँ, खाजासाजा खाइसक्यौँ। अब जानु लागेको। हेरिदिनु होला आजको भ्लग। एकदमै राम्रो हुनेछ, रोमाञ्चक एडभेन्चर, फुल अफ एडभेन्चर। हरियो परियो डाँडा काँडा हेर्दै जाने। अब यहाँ पहाडमा चाहिँ यस्तो घरहरू, यो बत्ती बलेको जस्तो चाहिँ घरहरू हो कि हाम्रो घरदेखि यस्तो देखिन्छ। बत्ती बलेको सबै पुरै पारी पारी कहाँसम्म देखिन्छ यार हाम्रो घरदेखि। हाम्रो यात्रा सुरु। Yes. Oh my God. सबैजना रेडी रेडी। यो बोकेर अनि आन्टी र बोजूहरू चाहिँ आउँदै हुन्छ। हामी चाहिँ आइसकेको छौँ। अब हामी हिँड्दै जाने। यहाँसम्म चाहिँ अटोमा आएको हामी, अटो र बाइकमा। अब यहाँदेखि चाहिँ हिँड्दै जाने हामी। यो बाटोदेखि जानुपर्ने अरे उकालो, यो बाटोदेखि। म चाहिँ लागे, पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ अब अगाडि अगाडि हिँड्दैछु, पछाडि आउँदै हुन्छ। कस्तो राम्रो बाटो छ, उकालो चाहिँ उकालो, रमाइलो। सबैजना हिँड्दै हुन्छ। अलिक यहाँ त्यस्तो मनमोहक दृश्यहरू छैन रहेछ। अब झन् माथि पुगेपछि आउँछ त्यस्तो दृश्यहरू चाहिँ। हामी चाहिँ यहाँ डाँडा आइपुगिसकेको छौँ। बिसाउँदै कोही आउँदै हुन्छ तल। हामी चाहिँ यहाँ बिसाएको छौँ। आन्टीहरू चाहिँ आउँदै हुन्छ। यहाँ राति भइसक्यो, हिँड्दा गरेर। असिन र पसिन अङ्कल र भाइ त्यहाँ छ हुनुहुन्छ। अनि मामा उता डाँडातिर जानुभएको छ। बोजू चाहिँ आउँदै हुन्छ तल, बोजू आन्टी अनि बहिनीहरू। गर्मी भयो गाइस। दृश्य त कति राम्रो छ। यो चाहिँ हाम्रो ओर्ने ओछ्याउना 3 दिनको लागि। यहाँ सामानहरू, त्यहाँ अङ्कलहरू के गर्दै हुन्छ। बुढी मान्छे यहाँ आइसक्नु भयो। हट्टाकट्टा मान्छेहरू चाहिँ भर्खर तल कता आउँदै हुन्छ अरे। मामा चाहिँ उपर पुगिसक्नु भएको छ। अनि यहाँनिर साइनबोर्ड रहेछ, होमस्टे हो यो। तलको चाहिँ माथिको चाहिँ मुन्डुम ट्रायल। हामी चाहिँ मुन्डुम ट्रायल हुँदै जाने। अब पछाडि आउँदै आन्टीहरू चाहिँ पछाडि आउँदै हुन्छ। म र मामा चाहिँ अगाडि छौँ। बिस्तारै हिँड्दै जाने। मुन्डुम ट्रायल धेरै राम्रो छ भनेको सुनेको थिएँ। अब कस्तो छ। मुलको पानी म त पानी पनि खादिनँ। मिनरल वाटरलाई टक्कर दि। मिनरल वाटर फ्लप खाने। पानी त मिठो रहेछ। पानी दिन्न मलाई नखाने। नुङ सेमीलाई यहाँ नुहाइदेऊ भने त
तपाईँ नुहाउनु त एकचोटि गर्मीमा त मजा आउँछ यार नुहाउनु तर यति बेला चाहिँ सकिन्छ अब एकछिनदेखि त सकिँदैन पानी चाहिँ चिसो छ खाजा पस्किँदै अब खानु हुँदैछ अस्मी दिदी यहीँ खानु चल न आऊ दादा अस्मी दिदी खाने खाने अरे क्या पानी मजाले थापेर पखालेर थाप है अनि म टिकै ल्याउँछु पानी हामी चाहिँ अब जाँदैछौँ भ्लगर हो यस्तो गर्ने क्या हजुर चित्ताबाट त्यस्तो ब्याक खाजा पस्किँदै हुन्छ यहाँ चाहिँ यहाँ अबे को हो यो पनि विदेशकै खान कस्तो लाग्दैछ त लुङसेमी गल्यो अङ्गललाई मलाई त के भएको छैन है तिमीहरू चाहिँ गल्यो होला उता बोजूलाई बोजू कस्तो लाग्दैछ कस्तो लाग्दैछ रमाइलो लाग्यो है छोरी नातिनीहरूसँग आउने अलिक रमाइलो लाग्दैछ नातिनीहरूसँग यसो हिँड्दाखेरि सुरुचोटि मयौँ जाँदै हुनुहुन्छ लुङसेमी राम्रो छ मिठो छैन यहाँ खाजा मलाई देखाउँदै तिमी देख्दैछौ अनि को देख्दैछ ब्याक क्यामेरा गरेको छ त त्यही त नि ब्याक क्यामेरा अरे सिधा पार्नु त तपाईँतिर कस्तो छ लुङसे राम्रो लु भाइलाई पनि मिठो उता भाइ पनि बस्नु त्यहाँ आइन आलुदम छिटो खाऊ है भोकै होला फेरि नखाउँदा पनि हामी चाहिँ अब खाजा खाएर हिँडिसकेको छौँ यता पछाडि आउँदै हुनुहुन्छ सबैजना म चाहिँ अगाडि जाँदैछौँ अब एडभेन्चर निकै नै राम्रो हुँदैछ यतापट्टि मुन्धुम ट्रायल यहाँ बोर्ड छ जाँदैछ म र बोजू चाहिँ आउँदैछौँ अगाडि अरू चाहिँ सबैजना पछाडि हुनुहुन्छ मलुवा पोखरी भनेको उतै हो बोजू हामी मलुवा पोखरीमा आइपुग्यौँ कस्तो राम्रो छ अहिले देखिनु त मजाले देखेको छैन अहिले एकछिनमा देखाइदिन्छु म सिधी हुँदै ऊ त्यहाँ तल पोखरी देखिँदैछ गाइस ऊ त्यहाँ तल हेर्नु त अझै आदि त देखिएकै छैन यहाँ पोखरी छ आधी चाहिँ देखिन्छ आधी चाहिँ देखिँदैन अगाडिको सिडीबाट जानुपर्ने हुन्छ हामी चाहिँ मलुवा पोखरी अति राम्रो हो ऊ त्यहाँ बजु मूल निस्केको हो ऊ त्यहाँ हेर्नु त ऊ त ढुङ्गा छेउमा होला त्यस्तै जस्तो मूल निस्केको ऊ त्यहाँ देखिँदैछ मूल निस्केको ऊ कस्तो राम्रो मुलै हो त मूल निस्किँदै रहेछ अब हामी चाहिँ बिसाएर फेरि जाँदैछौँ अनि मामा चाहिँ फर्किनु भयो यहाँसम्म हामीलाई पुगाएर पछाडि आउँदै हुनुहुन्छ मामा जाँदै हुनुहुन्छ अब हामी लाग्यौँ यता सिडीको बाटो जानुपर्ने हुन्छ जाने कस्तो हुँदैछ अस्मी एकदम गुड यहाँ हामीले भारी एक्सचेन्ज गरेको भाइ र मैले धेरै काँधमा बोक्दा काँध दुखेर उता मम्मीहरू उता ऊ पर भाइ चाहिँ उहाँ जाँदै हुनुहुन्छ देखेँ मैले मामालाई मैले पनि देखेँ लो गाइस लेट्स गो अविनाश बस्नु हुँदैन ल हाम्रो यो चाहिँ के होला भन्नुहुन्ला यो चाहिँ हाम्रो ओर्ने ओछ्याउने 2-3 दिनको लागि अब के गर्नु होइन यस्तो ठाउँमा त जानु पर्यो बोकेर आफै होइन अनि अब होमस्टेमा बसौँ भने
छाकै 650 रुपियाँ अरे सकिँदैन अनि यति धेरै 7 जना छन् अनि फेरि अनि तिमीलाई त आज यति राम्रो देखिरहेको छ मैले फर्स्ट टाइम होला फर्स्ट टाइम किनकि त्यो टी सर्टले पनि म्याचिङ गरेको छ अनि प्लस अब हाफ प्यान्ट है कुरै नगर्नु पनि भइरहेछ कुरै नगरौँ अस्मिता अब यति राम्रो ब्युटिफुल गर्लको चाहिँ भिडियो सबैजनाले हेरिदिनु होला है अब बिसाउने लुङ्से नानु राई छिटो आवाज निस्क्यो ल ल ल ल भिडियो चाहिँ अब राम्रै एडिट गरेर हाल्छौ होला हेरिदिनु होला बहिनीले भन्दैछ ऊ भाइ चाहिँ वा पुगिसक्यो सबै यहाँ चाहिँ कुहिरो लागेर उता केही देखिँदैन क्या कुहिरो त हामीसँगै हिँड्दैछ के गर्ने अब जानु हामी जाने ठाउँमा पुगेपछि खुट्टा खुट्टामा बादल आउँछ अरे पुग्छ अरे यहाँ चाहिँ गोठ छ अब गोठ हो यो बजे यो गोठ हो कि घर अनि हामी चाहिँ बिसाएको अनि मामा र आन्टी चाहिँ कता हराउनु भयो अनि उता चाहिँ मन्दिर रहेछ अब उता गएर बिसाउनु पर्यो बिसाउने त्यहाँ सिडी छ अब त्यो सिडी सब चढेर जाने मुन्दुम ट्रायल यस्तै हो मन्दिर त होइन पो रहेछ मन्दिर जस्तो चौतारी बनाएको रहेछ भोटे तामाङहरूको अरे माथि चिन्डो छ अब यता डढेलो लगाएको रहेछ बस्ने ठाउँ पनि राम्रो बनाएको रहेछ खाजा खाने ठाउँ बनाएको रहेछ डाइनिङ टेबल जस्तो पो बनाएको रहेछ त नि अब चाहिँ आइपुगिसक्यौँ हामी अनि यहाँ बिसाउँदैछौँ कस्तो लाग्दैछ अविनाश एकदम अच्छा लुङ्से एकदम अरे अब अङ्कल भ्लग बनाउँदै हुन्छ भित्र गएर अलिकति हेर्नु पर्यो यस्तो रहेछ यस्तो राम्रो हेलो हेलो गुराँस देखाउन गुराँस हेर्नु त गुराँस कस्तो ओह्रालो हेरे होइन यहाँ हेर्नुहोस् कति ओह्रालो छ हामी चाहिँ हिँडिराखेको छौँ फेरि त गुराँस चाहिँ धेरै छ कपिराइट लाग्छ होला हौ दादा चाहिँ हिँड्नु छ अनि यहाँ चाहिँ अङ्कल हुन्छ धेरै भारी पनि छ अगाडि गुराँस चाहिँ होइन यो चिमल चिमल खतरा फुलेको छ अब उतातिर चाहिँ खतरा फुलेको रहेछ हौ झन् तल्लोमा हेर्छ त्यही त तल्लोमा हिँड्दैछौँ बिसाउँदै बिसाउँदै बोजू र म चाहिँ अगाडि अगाडि अरू चाहिँ कता जानुभयो थाहा छैन अनि एउटा ग्रुप भेटेको छौँ हामीले यहाँ जाँदा जाँदै बोजू हजुर गल्नुभयो गलेको छुइनँ आमामा अहिले नै गलेर चाहिँ के गर्नु पुग्नु त्यहाँ रोकै ढाकेको छ पात्तै छैन भाकुलो फुलेको हौ यस्तो भाकुलो त मैले देखेको थिइनँ त हौ टेम्केतिर जाँदा पनि त्यहाँ अङ्कलहरू चाहिँ बिसाउँदै हुन्छ अनि यो जुन स्ट्रक्चर बनेको छ यो चाहिँ चिन्डोको स्ट्रक्चर बनाएको अनि त्यहाँनिर चाहिँ सायद होमस्टे बनाउनु भएको होला कन्स्ट्रक्सन हुँदैछ भर्खर चिमलै चिमल फुलेको चिमल गुराँस अरे चिमलै चिमल फुलेर कस्तो राम्रो भारी बोकेर गाह्रो
एक शहर था वो शहर में अब हामी चाहिँ यहाँ जङ्गलमा हिँड्दैछौँ जङ्गल पनि कत्रो घना छ क्या फेरि घना अरे बाक्लो कालो न कालो छ यहाँ चाहिँ अलिक खुल्यो बाइक हामी चाहिँ यहाँ बिसाइरहेको छौँ म बोजू अनि भाइ अनि आन्टी अङ्कल अनि बहिनी मामा चाहिँ आउँदै हुन्छ तलबाट एक्कासी यहाँ तुवालो लागेर ढुस्से लागेर पछाडि सबै यस्तो भएको छ केही देखिँदैन गलियो धेरै मजा त आउँदैछ अहिलेसम्म पुगेको छैन आधी बाटो पनि अरे गलियो छौँ अनि यहाँ आगो बालेर चिया पकाएर खाने अरे कति बेला पुग्ने हो उता अर्को ग्याङ पनि जाँदैछ अरे अब कति बेला पुग्ने हो कति बजे पुगिन्छ होला अङ्कल थाहा छैन ए उल्टो भिडियो गर्ने हुँदैन यहाँ भोकले हिँड्नु पनि नसक्ने अवस्थामा अब हामी चाहिँ हिँडेको म र भाइ आन्टीहरू चाहिँ पछाडि पछाडि आउँनुहुन्छ आन्टी बोजू मामा अङ्कलहरू हामी चाहिँ अगाडि अगाडि हिँडेको खाजासाजा खाएर अब पुग्नु आँट्यौँ हामी पनि अब कति 3-4 घन्टा छ अरे होइन अविनाश लगभग हामी कति हिँड्यौँ होला है कति घन्टा 16 घन्टा हिँड्छ कति त 8-9 घन्टा हिँड्यौँ अरे गाइज आमामा होइन होला 8-9 घन्टा त किन होइन बिहान हामी कति बजे 7 बजेतिर त्यहाँनिर डाँडामा आइपुगेको जस्तो लाग्छ 7 बजेदेखि हिँड्न थालेको होइन 7 8 9 10 11 12 1 2 3 4 9 घन्टा भइसक्यो हामी हिँडेको अनि मैले कति भने त चौरी गोठको गाई रहेछ मान्छे पनि बस्दो रहेछ कुखुरा पनि पाल्दो रहेछ यहाँनिर मान्छे नि बस्नु हुँदो रहेछ कुखुराहरू पनि छ चौरी गाई फर्स्ट टाइम देखेको है मैले चाहिँ तपाईँहरूले देख्नु भएको थियो कि थिएन कमेन्ट गरिदिनु होला ढुङ्गाले यस्तो राम्रो लेखेको छ गाइज अब हामी चाहिँ पुग्नु लाग्यौँ बोजू यहाँ हेर्दै हुन्छ मामाहरू सबैजना आउँदै हुन्छ अर्को मामा लिनु आउनु भएको छ हामीलाई चाहिँ फेरि अब पुग्नु लाग्यौँ